हेलो गाइज, हाउआ नमस्ते। म चाहिँ कुसुम राई। फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। आज चाहिँ हाम्रो एकदम स्पेसल डे हो। आज चाहिँ नानाको छोरीको बर्थडे। म चाहिँ नारायणथानदेखि भक्तपुर बर्थडे खान आएको। आज चाहिँ एकदम स्पेसल है। हामी चाहिँ फर्किने गरी भनेर छिटो छिटो आएको थियौँ। केही बाध्यतावश हामी फर्किन सकेनौँ। त्यही कारणले मैले यता आउने बेलाको पनि बनाउन सकिनँ भिडियो र केही कारणले घर जाँदाको म भक्तपुर पुग्दाखेरि चाहिँ 1:30 बजीतिर पुगेको थियो होला र म फर्किन्छु भनेर गएको थिएँ। नानाहरू चाहिँ नानीको लागि ड्रेसहरू किन्नको लागि त काठमाडौँ छिर्नु भएको रहेछ। उहाँलाई टाइम लाग्यो। उहाँ अलि बेलुका आउनुभयो अनि म चाहिँ अब फर्किन्छु भन्दाखेरि उहाँले कहनुभयो है बस्नुपर्छ भन्नुभयो। उहाँ चाहिँ मेरो अङ्कल हुनुहुन्छ। मैले हाई भन्नु न भनेको थिएँ, हाई भन्दै गर्नुभएको छ। यहाँ बढेको कति क्युट छ। अनि सरहरू पनि हुनुहुन्थ्यो। उहाँहरू चाहिँ हाम्रो बेनाको सरहरू, स्कुलको के भन्नु सेयर होल्डरहरू। उहाँहरू सेयर गरेर चाहिँ स्कुल चलाउनु हुँदो रहेछ होइन। उहाँ चाहिँ सुटिङ हुनुहुन्छ है। कति खुसी भएर ह्याप्पी बर्थडे भन्दै हुनुहुन्छ। म चाहिँ रेकर्ड गर्दै थिएँ, उहाँहरूले पनि रेकर्ड चाहिँ गर्नुभएको छ। मैले चाहिँ उता जाँदाको पनि बनाउनु पाइनँ होइन। यताबाट आउनु जाने बेलामा पनि पाइनँ। अहिले चाहिँ यस्तो स्पेसल तरिकाले भिडियो बर्थडे मनाइरहेको छ नि। अहिले सुत्ने बेलामा बेबीले यति ल्याङ गर्यो नि। रातभरि नसुतेको क्या, मलाई पनि सुत्नु नदिएको। अरूको घरमा सुत्ने बानी छैन नि त। अनि त्यसरी ऊ पनि नसुत्नु रे, म पनि नसुत्नु रे। फेरि नेट पनि स्लो चलेको नि त, मोबाइल दिएर सुतेको थिएँ। सुत्नु नमानेर म चाहिँ भिडियो गर्ने बिहान पनि एकछिन सुत्नु पर्यो भनेको बेबी मानेर मैले चाहिँ बिहानै नै के अरे एङ्गो बोलाएर आएँ। अनि आएर चाहिँ फेरि यहाँ घरमा आएर चाहिँ कस्तो मजाले सुतेको कि बेबी। यस्तो मिठो मिठो खानेकुरा बनाएको थियौँ नि है, तर धेरै खाएर बेलुका खाना खान सकिएन क्या। धेरै
मैले त त्यो सलाद काटेदेखि लाको लाके है, म अरू चाहिँ होइन। गाजर चाहिँ धेरै मनपर्छ नि त, गाजरहरू लाको लाकै मुखमा गरेँ। अनि धेरै अगाएर मैले माम चाहिँ खाइनँ, यस्तो है। मासुहरू चाहिँ थोरै खाइनँ, मलाई सुँगुरको बोसो मन पर्दैन, त्यसरी उहाँले मलाई कलेजोहरू चाहिँ लगाइदिनु भएको थियो। अनि एक थरी मात्रै नपकाउनु भएको कि नानाले, धेरै थरी पकाउनु भएको कि, सुँगुरको फ्राई, कुखुराको झोल लाएको मासु लोकलको, त्यहाँदेखि बफको, त्यहाँदेखि रोस्ट, अचार चाहिँ हामीले बनाएकै। मलाई चाहिँ पकाउनु आउँदैन नि त, काटकुटमा चाहिँ अलिअलि आउँछ, त्यसरी एकदम मिठो थियो, एकदम स्पेसल थियो है। म चाहिँ यस्तो खुसी हुँदै खाएको छु नि, तपाईँहरूलाई पनि दिनुभएको भए चाहिँ यति खुसी भइन्थ्यो है। यहाँ हेर्नु कति थोक छ। उहाँ चाहिँ सोल्टिनी हुनुहुन्छ, यस्तो मजाले मिल्नुहुन्छ उहाँ। उहाँ जस्तो हुनुहुँदो रहेछ, धेरै बोल्ने क्या, बोलिराख्ने। उहाँ नाना सोल्टिनी अनि दिदी हुनुहुन्छ। उहाँ बाबु चाहिँ यस्तो रहेछ नि, किचनमा मात्रै खुसी हुने क्या, रुममा खुसी नहुने। आइया, आजको लागि चाहिँ यति नै बनाएँ, मेरो मुटु हाँस्दैछ। बाई बाई, फेरि भेटौँला।